हेलो गाइजहरू, आज चाहिँ यहाँ बेचवाई प्रोफुमको चाहिँ गोथे एक्जामिनेसनको चाहिँ बेचवाईको एक्जाम फर्म खुल्दैछ होइन। सो ठ्याक्कै 12 बजे खुल्ने भन्ने कुरा छ। सो यहाँ चाहिँ म रेडी गरिरहेको छु। आज चाहिँ एक्जाम फर्म कसरी भर्ने भनेर चाहिँ म सिकाइरहेको छु है हजुरहरूलाई। यहाँनिर चाहिँ हामी रिफ्रेस गरिबस्नु पऱ्यो है। म चाहिँ डाइरेक्ट क्रोमदेखि नै लगइन भएको छु है मेरो फेसबुकमा। सो हामी चाहिँ यहाँ गोथेको चाहिँ अहिले कुनै पोस्ट आइरहेको छैन। फर्म खुल्न बित्तिकै चाहिँ हामी यहाँ भर्न सक्छौँ है त। सो 59 गइसकेको छ यहाँनिर, अझै पनि फर्म चाहिँ आइरहेको छैन। यहाँ चाहिँ गोथो च्यान्टुङ काठमाडौँ देख्नु भयो होला होइन। सो कसरी चाहिँ हामी फर्म भर्ने के कुराहरू चाहिँ हुँदो रहेछ भन्ने चाहिँ म स्क्रिन रेकर्ड गरिरहेको छु, हजुरलाई सेयर गर्छु र पछि चाहिँ यस्तै फर्म भर्नेहरूलाई चाहिँ थाहा हुन्छ कि के कुराहरू चाहिँ भर्नु पर्दो रहेछ, के डिटेल्स भन्ने कुरा चाहिँ थाहा हुन्छ नि त। सो म चाहिँ फर्मको यहाँ भर्ने ट्राई गरिरहेको छु, अझै फर्म चाहिँ आएको छैन। रिफ्रेस गरेर चाहिँ बस्नु पऱ्यो है त। 59 गइसक्यो र तर म चाहिँ एक्जाम दिने चाहिँ होइन, तर म हजुरलाई सिकाउनको लागि मात्रै यहाँ चाहिँ एउटा भिडियो बनाइरहेको छु है त। ल 59 गइसक्यो, अझै पनि फर्म चाहिँ आएको छैन। सो अब चाहिँ सायद आयो होला। ल यो फर्म क्लिक गरेँ है, अनि म चाहिँ यहाँ लगइन हुँदैछु। अलमोस्ट यति चाहिँ भयो। इमेल चाहिँ मैले युज गरेँ, मेरो नेम चाहिँ मैले यहाँ राखेँ होइन। सो अनि यहाँ चाहिँ डेट अफ बर्थ भनिरहेछ, मैले सबै कुराहरू चाहिँ म यहाँ लेखेर राखिसकेको छु हो। सो एड्रेस चाहिँ अब तपाईँको यहाँनिर गुल्मी भनेर राख्नु पऱ्यो होइन। कन्ट्री चाहिँ यानि पिएल नेपाल राख्नु पऱ्यो। अनि फोन नम्बर चाहिँ तपाईँको यो फोन नम्बर राख्नुहोस् होइन। अनि अर्को जिमेल थियो, जिमेल राखिदिनुहोस्। अनि चाहिँ लेजेन्ड हेब्रेन स्क्राइबेन अनि एक्सप्रेसन गर्नुहोस्। सबै फर्म ठिक छ, सबमिट गरिदिनुहोस् है त। अनि एकचोटि गरिसकेपछि अर्कोचोटि चाहिँ सबमिट नगर्नुहोस् है। सो त्यसपछि चाहिँ तपाईँको लागि यस्तो एउटा यहाँनिर यस्तो आउँछ होइन। गोइथे च्यान्टुङ काठमाडौँले चाहिँ अब तपाईँले बेचवाई अनलाइन रेजिस्ट्रेसन फर्म चाहिँ गरिसक्नु भयो, थ्याङ्क फर सबमिसन भनेको छ होइन। सो अब यति गर्नुभयो, तपाईँको चाहिँ भइसक्यो है, फर्म रेजिस्टर भइसक्यो। अब तपाईँ वेटिङ लिस्टमा पढ्नुहुन्छ अथवा फर्स्ट टाइम एक्जाममा पढ्नुहुन्छ, त्यो उतैदेखिको हातमा आउँछ। सो फर्म भर्ने तरिका यति नै हो है त। सो गाइस, थ्याङ्क यू सो मच। भिडियो हेर्नुभयो, राम्रो कस्तो लाग्यो प्रतिक्रिया जनाउनु होला है त। हस् त।